बबिताजी हजुर चाहिँ लम्की जेसिस 2020 को अध्यक्ष त्यसैगरी हैन नेपाल जेसिस वर्तमान उपाध्यक्ष भएर काम गरिराख्नु भएको छ। त्यति मात्रै नभएर तपाई राजनीतिक क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ, युवा नेत्री पनि हुनुहुन्छ। आज विशेष गरी हजुरसँग कुराकानी गर्ने एकदमै जमर्को मिलेको छ। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। जुन छोटो समयमा पनि तपाईले जुन आफ्नो मिडिया मार्फत चाहिँ मेरा कथा र व्यथाहरूलाई र मैले गरिरहेको नेतृत्वहरूलाई जुन जोड्ने प्रयास गर्नुभएको छ, यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद म्याम। आज विशेष गरी मैले थोरै जोड्न चाहे, हजुर एउटा लम्कीमा हैन बस्ने बसाइ सँगसँगै अहिले काठमाडौँमा बसिराख्नु भएको छ। आज काम विशेषले हाम्रो जुड्यो र विशेष गरी बबिताजी मैले भन्न चाहे तपाईले विशेष गरी एउटा युवा मान्छे हैन एउटा सङ्घर्ष एकदमै सङ्घर्ष गरेर अगाडि बढ्नु भएको महिला हैन विशेष गरी यो लम्की लेडी जेसिस 2020 को अध्यक्ष बनिरहँदाखेरि कतिको तपाईलाई गाह्रो चुनौतीहरू आएको थियो? जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ। म चाहिँ लम्की जेसिस वर्ष 2020 को शाखा अध्यक्ष। हजुर। म चाहिँ जेसिस दुईटा छ लम्कीमा। हजुर। एउटा चाहिँ लम्की लेडी जेसिस छ र म लम्की जेसिस को जहाँ चाहिँ पुरुषहरूले नेतृत्व गर्नुहुन्थ्यो, अहिले चाहिँ महिला दिदीबहिनीहरू पनि जोडिनु भएको छ। र मलाई चाहिँ कस्तो हुन्छ भने जहाँ मैले अवसर देख्छु त्यहाँ चुनौती सँगसँगै अवसरहरू पनि देख्ने गर्छु र मैले हरेक नेतृत्वलाई चाहिँ सहज रूपमा लिने गर्छु र सफल पनि भएको छु। ज्यू तपाईले सुरुवाती चाहिँ लम्की जेसिसबाट नै सुरुवात भएको हो? हजुरले अगाडि बढ्नु भएको हो कि अन्य सङ्घ संस्थाबाट पनि हजुरको सुरुवाती अवस्था? अन्य सङ्घ संस्थाबाट पनि म जोडिएको छु र म लम्की जेसिस जानुभन्दा अगाडि चाहिँ लम्की लेडी जेसिसमा मेम्बर थिएँ र म चाहिँ सानैदेखि पुरुषहरूसँग नेतृत्वमा जुट्न रमाउने एउटा महिला, एउटा सक्षम नेपाली नागरिक भनेर आफूलाई चिनाइरहेको छु अहिले पनि। र म चाहिँ 33% महिला भन्दा पनि 100मा 100% चाहिँ नेतृत्वमा महिला हुनुपर्छ भनेर विभिन्न ठाउँमा चाहिँ आवाज उठाउने एउटा नेपाली नागरिक हो। त्यो भएको भएर मैले चाहिँ लम्की लेडी जेसिसको सदस्यता चाहिँ त्यहाँ छोडेर चाहिँ लम्की जेसिस वर्ष 2016 मा चाहिँ सदस्यता लिएको थिएँ र 17 मा म चाहिँ उपाध्यक्ष, 18 मा कार्यकारी उपाध्यक्ष, 19 मा महासचिव हुँदै 20 मा चाहिँ शाखा अध्यक्ष हुन सफल भएको थिएँ। जस्तै एउटा महिला मान्छे हैन यसरी अगाडि बढिराख्नु भएको छ। अहिले पनि तपाई नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष भएर जुन उभिनु भएको छ, हामी सबैको लागि गौरवको कुरा पनि हो हैन। यस्तो काम गरिरहँदाखेरि तपाईले चाहिँ कतिको पारिवारिकदेखि लिएर हैन विशेष गरी साथ सहयोग चाहिँ कतिको मिलिरहेको? तपाईँ लिडरसिप नेतृत्व भन्ने कुरा सबैले लिन सक्ने चिज पनि होइन। यो नेतृत्व लिँदा चाहिँ विभिन्न संस्थामा लिनुस् अथवा संगठनमा लिनुस्, संस्था र संगठन भनेको फरक पाटो हो र चुनौतीहरू त आउँछन् नै। जति पनि आउँछ तपाईसँग कसैले चाहिँ तपाईँको क्षमता देख्यो भने हात दिने होइन खुट्टा तान्ने प्रवृत्ति चाहिँ धेरै छ। त्यो भएको भएर चाहिँ अहिले नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष भइरहँदा जुन मभित्र भएको क्षमताको एउटा यो चाहिँ परीक्षा पनि हो जस्तो लाग्छ र हरेक चुनौतीभित्र अवसरहरू लुकेको छ। पक्कै पनि हामी अगाडि बढ्ने मान्छेले आफ्नो मनलाई चाहिँ समुद्र बनाउनुपर्छ र समाजमा नकारात्मक कुरालाई चाहिँ हामीले त्यागेर सकारात्मक कुराहरूलाई बाँड्यौँ भने हामी पक्कै पनि अगाडि एउटा सक्षम युवाको रूपमा चाहिँ स्थापित हुन सफल हुन्छ जस्तो लाग्छ मलाई। एउटा महिला भएर महिलालाई अगाडि बढाउनु पर्छ भनेर जुन एउटा सङ्घ संस्थामा पनि काम गरिराख्नु भएको छ, तपाईको सङ्घ संस्थाले चाहिँ कस्तो कस्तो खालको काम गरिरहेको छ महिलाको लागि? हाम्रो सङ्घ संस्थाले चाहिँ लिडरसिप जुन उहाँहरूको व्यक्तित्व विकास गरेर चाहिँ समाजमा गएर नेतृत्व गर भन्छ, जुन अहिले म जुन अर्गनाइजेसनमा छु नेपाल जेसिसको चाहिँ एउटा राष्ट्रिय अफिसरको रूपमा चाहिँ अहिले म बोर्डमा छु 2025 को र हामीले काम गर्दा नेपालका विभिन्न पनि 182 वटा शाखाहरू छन् र त्यहाँ चाहिँ महिलाहरूको नेतृत्व म्याक्सिमम देखिन्छ। र कस्तो हुन्छ भने आफूले काम गरेको संस्था होस् या संगठन, त्यहाँ चाहिँ महिलाको पहिलो कुरा आफ्नो चरित्र पनि जोडिएको हुन्छ र आफूले काम गर्ने संस्थामा चाहिँ आफू कस्तो रूपमा प्रस्तुत हुने त। आज म लम्कीबाट काठमाडौँमा गएर एउटा कर्मथलो बनाइरहँदा मलाई पनि विभिन्न चुनौतीहरू आएका थिए, नआउने होइन। तर त्यस्तो कुरालाई चिर्न चाहिँ आफूभित्र भएको क्षमतालाई र आफूभित्र भएको विवेकलाई आफूले प्रयोग गर्नुपर्छ। र अहिले पनि वर्तमान देशमा भर्खरै पहिलो प्रधानमन्त्री महिला नै हुनुहुन्छ र 20 वर्ष अगाडिको समाज र अहिलेको समाज हेर्नुहोस् तपाईँ। 20 वर्ष अगाडिको जेनेरेसन जुन एउटा जनयुद्धले जुन खालको मेरो जीवनमा जुन खालको एउटा परिस्थिति क्रिएट गरेको थियो, तर त्यस्तो कुरालाई मैले पोजिटिभ लिएँ किनकि
आज मैले पोजिटिभ लिन्थेन भने आज जनयुद्ध आउँदैन थियो भने आज मैले अधिकार र कर्तव्यको विषयमा यसरी बोल्न पनि पाउँदैन थिएँ होला। अनि त्यो भएर हरेक अवसरको पछाडि चाहिँ चुनौती पनि हुन्छ र चुनौतीको पछाडि अवसर पनि हुन्छ। त्यो भएर हामीले दुईटै तर्फबाट बुझ्न जरुरी छ र आफूले काम गर्ने संस्था होस् या सङ्गठन, आफूले गर्ने लिडरसिपमा चाहिँ आफूले म सँगसँगै मेरो परिवार, मेरो रिलेटिभ, समाज र यो देश पनि जोडिएको हुन्छ भन्ने एउटा भावनालाई दिदीबहिनीहरूले बिर्सिन हुँदैन। त्यो तरिकाले अगाडि बढ्यो भने पक्कै पनि सफल भइन्छ। जो सफल बन्नको लागि गाह्रो छैन। आफू यदि सक्षम छ भने, आफूले राम्रो काम गर्यो भने हामी सफल हुन सक्छौँ। आफू राम्रो भयो भने सबैले, समाजले, परिवारले र राष्ट्रले नै सपोर्ट गर्छ, मलाई त्यस्तो लाग्छ। जस्तै अब तपाईँले होइन जेसिस वर्तमान राष्ट्रिय उपाध्यक्ष भएर काम गरिराख्नु भएको छ, कुन कुन क्षेत्रमा हजुरले विशेष गरी होइन कामहरू चाहिँ गरिराख्नु भएको छ त? हाम्रो नेपाल जेसिसको 4वटा क्षेत्र हुन्छ। क्षेत्र क, ख, ग, घ भनेर चाहिँ छुट्याएको छ र मैले चाहिँ एरिया सी चाहिँ पाएको छु। हाम्रो एरिया ए तपाईँको जिम्मेवारी चाहिँ एरिया सी पाएको छु, जस अन्तर्गत चाहिँ यो बागमती प्रदेशका विभिन्न जिल्लाहरू पर्दछन्। र मैले चाहिँ म आफू पनि ट्रेनर, एउटा मोटिभेसनल स्पिकरको रूपमा चाहिँ आफूलाई स्थापित गरेको र एउटा ट्रेनिङ फिल्डमा मैले मास्टर टट पनि गरेको कारणले गर्दा मैले विभिन्न 100वटा भन्दा बढी तालिमहरू पनि दिन्छु र मैले तालिमलाई नै बढी फोकस गरेको छु र लिडरसिपको तालिम, मल्टी च्याप्टर, लोम अफिसर, प्रि इन्डक्सन, यी थुप्रै तालिमहरू रहेका छन्। र सबभन्दा पहिले समाजमा गएर नेतृत्व गर्नुभन्दा पहिले त आफूले आफूलाई मोटिभेट गर्नु जरुरी छ। आफूभित्र भएको डरलाई, आफूभित्र एउटा गिरेको मनलाई आफूले बाँधेर चाहिँ एउटा मनलाई समुद्र जस्तो बनाएर अगाडि बढ्यो भने हरेक चुनौतीलाई सजिलै पार गर्न सकिन्छ जस्तो लाग्छ। म आफै पनि अरूको उदाहरण भन्दा पनि म आफै पनि आफैलाई एउटा उदाहरण दिन्छु। जुन महिला होइन सङ्घर्ष 0 लेभलबाट सङ्घर्ष गर्दै गर्दै आज यो स्थानसम्म पुग्न सफल हुनुभयो। हिजो मसँग केही थिएन, आज सबै चिज छ, तर म हिजो पनि त्यही थिएँ, आज पनि त्यही बबिता भनेर चिनिएको छु। र आज जुन ठाउँमा जान्छु एउटा सबैले मलाई रेस्पेक्ट नै गर्नुहुन्छ। मैले काम गर्ने शैली, काम गर्ने कर्तव्य, मसँग कहिले पनि मैले काम गरेको संस्था अथवा सङ्गठन त्यसमा मैले कहिले पनि दुईटा जिब्रो चाहिँ लिएर काम गरिनँ। म इमान्दारितालाई चाहिँ एकदम प्राउडली फिल गर्छु। मसँग सम्पत्ति भनेको एउटा इमान्दारिता छ। आज इमान्दारिताले नै तपाईँले अहिले भर्खर म एउटा अन द वे बाटोमै छु, लम्कीमा भर्खरै झरेको छु। मेरो बुवा विगत 23-24 दिनदेखि हराइराख्नु भएको थियो। आज यो सोसल मिडिया, आज म एउटा सामाजिक क्षेत्रमा बाँधिएको हुन्थेन भने मेरो बुवालाई सकुशल म नेपाल फर्काउँदैन। एकदमै आज त्यो कुरा पनि मैले जोड्न चाहेँ होइन। भर्खरै तपाईँ लम्की पनि पुग्नु भएको छ। बुवा हराएपछि तपाईँले जुन सामाजिक सञ्जालमा धेरै ठाउँमा तपाईँले आग्रह गर्नुभयो। सोसल मिडियामा आएर बोल्नलाई निकै ठुलो हिम्मत चाहिन्छ एकदमै। र कतिपय चाहिँ सोसल मिडियामा आएर रुनुहुन्छ, तर म रुदिनँ। आँसु भनेको मेरो जहाँ पाए त्यही झर्न पनि झर्दैन र मैले मेरो आँसुलाई नै हिम्मत बनाएर अगाडि बढेको छु। मेरो बुवा चाहिँ दसैँ मुखमा आइराखेको थियो। असोजको 1 गते जहाँ बुवा घरायसी कामको सिलसिलामा इन्डिया जानुभएको थियो। मेरो सानो बहिनीको घर पनि भारतमा रहेको र हाम्रो रिलेटिभहरू पनि धेरै भारतमा हुनुहुन्छ। अनि बुवा चाहिँ जानुभएको थियो र त्यहाँबाट बुवा मनाली जानुभएको थियो र घरमा बहिनीलाई पनि सम्पर्क गर्नुभएको रहेछ। अनि मम्मीलाई म आउँदैछु भनेर असोजको 1 गते म पनि काठमाडौँमा गइसकेपछि मेरो व्यवसाय छ, म एकदमै बिजी हुन्छु। बिहान 8 बजेदेखि राति 8-9 बजीसम्म आफ्नै कर्मलाई चाहिँ एकदमै कामलाई चाहिँ प्राथमिकता दिन्छु, धेरै बिजी हुन्छु। र मम्मीसँग कुरा गर्नुभएको रहेछ र बुवा त्यसपछि चाहिँ सम्पर्कविहीन हुनुभयो। मम्मीले मलाई भन्नुभएको पनि थिएन र 4-5 दिनसम्म सम्पर्कविहीन हुनुभयो र हामीले एकदमै सिरियसली लिएनौँ त्यो कुरालाई। भारतको एउटा टिकापुरमा म जन्मेको, मेरो जन्म ठाउँ नै टिकापुर र भारतको सिमानामा जन्मेको भएर अहिले त तपाईँलाई भन्यो होला नि सामाजिक सञ्जालमा पोस्ट नगर, यस्तो नगर भनेर पनि त त्यो समयमा भनेका थियो कि थिएन? भन्नुभएको थियो। प्रवृत्ति जुन हामीले यो युटिलाइज गरिरहेको छ प्रवृत्ति, आज म यो सोसल मिडिया मार्फत तपाईँको मिडियामा पनि जोडिरहेको छु। जोडिरहँदै गर्दा हामीले प्रवृत्तिलाई चाहिँ कस्तो तरिकाले युज गर्ने त, सोसल मिडियालाई चाहिँ हामीले कस्तो तरिकाले युज गर्न सक्छौँ। हामीले सोसल मिडियामा विकृति पनि धेरै फैलिएको देखेका छौँ, तर सोसल मिडिया पोजिटिभ पाटोबाट हेर्दा एकदमै समाधान विकल्प, जुन समस्या आउँछ त्यो समस्यालाई समाधान गर्ने छिटोभन्दा छिटो एउटा विकल्प पनि हो सोसल मिडिया। र मैले सोसल मिडियालाई युज गरेँ र मेरो बुवाको लागि एकदम धेरै अपिल गरेँ। भारतमा जुन नेपाली राजदूतावास भारतमा रहेको छ, एउटा लेडिज मान्छे त्यही पनि नेपालमा त हराएको भए त गाह्रो छ भनेपछि इन्डिया जस्तो ठाउँमा हराउँदाखेरि त एउटा लेडिजले यत्रो पहल गर्नु भनेको त धेरै ठुलो कुरा हो नि, धेरै ठुलो आँट हो नि त। यसको लागि चाहिँ म यो मिडिया मार्फत चाहिँ जति पनि मेरो बुवालाई
खोज्नका लागि जुन 23 दिन सोसल मिडियालाई एक्टिभ राखिदिनु भयो, जो स्वदेशमा रहेर पनि विदेशमा एउटा भारतमा कर्मथलो बनाएर मेरा एउटा छोरीको त्यो आवाजलाई सुनेर विभिन्न ठाउँमा पुर्याइदिनु भयो। त्यसको लागि चाहिँ म नेपाली राजदूतावास भारतमा रहेको छ जहाँ नयाँ दिल्लीमा, त्यहाँ चाहिँ कार्यरत हाम्रो एसएसपी सर चाहिँ प्रकाश मल्ल सर र त्यहाँको चेयरपर्सन चाहिँ हाम्रो सुरेन्द्र थापा र भारतको सिआइबी भारत टुरिज्म बोर्डको चेयरपर्सन हुनुहुन्छ अनि उहाँ म्याम र भारतमा रहेका विभिन्न संस्था र सङ्गठन र जेसिआई भारतलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो सोसल मिडिया मार्फत चाहिँ उहाँहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। र नेपालमा जुन हामी नेपालबाट अपिल गरिरहेका थियौँ र नेपालमा विभिन्न संस्था सङ्गठन र विभिन्न मिडियाले पनि मेरो बुवाको खोजी कार्यका लागि अपिल गरिराख्नु भएको थियो। उहाँहरूले नै एक्टिभली सोसल मिडिया चलाएर आज भारतमा मैले 23 दिनको दिनपछि नै बुवालाई भेटाउन सफल भएँ र 23 दिनमा भेटाउनु 23 दिनमा चाहिँ एकजना भाइले मलाई साँझ 8-9 बजेको थियो र मलाई सोसल मिडिया मार्फत व्हाट्सएपमा कन्ट्याक्ट गर्नुभयो र तपाईँको बुवा हुनसक्छ दिदी, सोसल मिडियामा धेरै देखेँ तपाईँका अपिलहरू र तपाईँको बुवा चाहिँ 80% तपाईँको बुवा हो, अझै पनि 20% म कन्फर्म भन्न सक्दिनँ र मलाई त्यो रुममा जानलाई तपाईँको बुवा भएको ठाउँमा जानलाई 1.5-2 घन्टा लाग्छ र म त्यहाँ गएर तपाईँलाई कुरा गराउँछु भन्नुभएको थियो र उहाँको कललाई धेरै बेरसम्म कुरेँ। त्यो 2 घन्टा कुर्न पनि मलाई निकै समय लागेको थियो र त्यसपछि मैले अन्तिम बुवासँग कुरा गरेँ र बुवाको आवाज सुन्दा बित्तिकै मैले धनगढी चाहिँ फ्लाइटको टिकट लगाएँ भोलिपल्ट बिहान र म धनगढीबाट महेन्द्रनगर नाका हुँदै मसँग मेरो आन्टी हुनुहुन्थ्यो र उहाँसँग मेरो कान्छो आन्टी जहाँ जम्मू कश्मीरमा बस्नुहुन्छ धेरै लामो समयदेखि, आन्टीको इन्डियन सिम थियो र आन्टीसँग मैले सहायता लिएर आन्टी महेन्द्रनगर आउनुभयो र हामी आमा छोरी भएर भारत पुग्यौँ र बनबासा पुगेर गाडी रिजर्भ गरेर गयौँ र बुवालाई मैले साँझ यस्तो अवस्थामा भेटेँ कि त्यो सोसियल मिडियामा त्यो भिडियो राख्दा तपाईँले हेर्न पनि सक्नुहुन्न। आज मेरो बुवालाई मैले सकुशल नेपालमा ल्याएँ। भारतमा एउटा नेपालीहरूलाई दमन गर्ने र नेपालीहरूलाई जुन खालको दुःख दिइन्छ, धेरै कुराहरू सोच्दा पोजिटिभ पनि छ नेगेटिभ पनि छ। आज म एउटा सामाजिक क्षेत्रमा बाँधिएको र राजनीतिक क्षेत्रमा बाँधिएको एउटा बोल्न सक्ने सक्षम महिला भएर मेरो बुवालाई खोज्न सकेँ र विदेशमा भारतमा कति धेरै कुराहरू एउटा लापत्ता भएको छ, कतिको आमाको कोख बाँझो भएको छ, कतिको बुवा रुनु भएको छ, कतिको चाहिँ श्रीमती घुमेको छ, कतिको श्रीमान घुमेको छ, कतिको छोराछोरी घुमेको छ, त्यो चाहिँ कसले खोजिदिने, त्यो धेरै कुराहरू छ। त्यो भएर मैले त्यस्तो कुराहरूलाई पनि लिन्छु र आज जुन बुवाको खोजी कार्यका लागि सहयोग गर्नुभएको छ विभिन्न नेपाली मिडिया सङ्घ संस्था, नेपालमा रहेर जुन हाम्रा शुभचिन्तक आफन्त साथीभाइ मैले काम गर्ने संस्था सङ्गठन, यहाँहरू सम्पूर्णलाई यही मार्फत चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट र मेरो सम्पूर्ण पाण्डे परिवारको तर्फबाट। बबिताजी, आज एउटा तपाईँ एकदमै साहसी महिला जुन आज आफैले आफ्नो बुवालाई खोज्नको लागि इन्डिया गएर खोजेर ल्याएर आज सकुशल घरमा जिम्मा दिनुभएको छ। यसको लागि पनि हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, बधाई पनि दिन चाहन्छु। एउटा महिलाले सायद यो त पुरुषले पनि गर्न नसक्ने काम हो किनभने धेरै अब हामी देख्न सक्छौँ होइन, धेरै महिलाहरूको होइन समस्या धेरै छ तर पनि समाधान हुन सकेको छैन। तर आज हजुरले चाहिँ यो समाधान गर्न सफल हुनुभएको छ, आफ्नो बुवालाई सकुशल ल्याउन सफल हुनुभएको छ। र अन्तिममा चाहिँ विशेष गरी हामी यो युवा नेत्री भएर काम गरिराख्नु भएको छ, लम्की लेडिज जेसिसको उपाध्यक्ष भएर पनि काम गरिराख्नु भएको छ। त्यति मात्रै नभएर आफ्नो एउटा प्राइभेट होइन बिजनेस पनि गरिराख्नु भएको छ। त्यो समयलाई चाहिँ कसरी म्यानेज गरिराख्नु भएको छ भन्नुहोस् त। यो चाहिँ तपाईँले यति राम्रो प्रश्न गर्नुभयो। म जहाँ पनि जान्छु मलाई चाहिँ पहिलो प्रश्न भनेको म्याम तपाईँले कसरी टाइम म्यानेज गर्नुहुन्छ भन्नुहुन्छ। एकदमै समय भन्ने कुरा कहिले पनि आफ्नो हातमा छैन। समय भन्ने कुरा म्यानेजमेन्ट गर्न सक्यो भने आफ्नै मुठीभित्र छ। त्यो भएको भएर तपाईँले कुनै पनि काम गर्दा सपना देख्नुहोस् तर हिम्मत कहिले पनि नहार्नुहोस्। त्यो सपनाभित्र त्यो यात्राभित्र यति रमाइलो हुँदो रहेछ, तपाईँले जति काम गर्दै जानुभयो त्यति तपाईँलाई गर्न मन लाग्दो रहेछ। त्यो चाहिँ सबैको चाहिँ त्यो क्षमताले पनि भ्याउँदैन र सबैको हिम्मतले पनि हिम्मत जुटाएर उहाँहरू अगाडि बढ्न सक्नुहुन्न। आज म एउटा सामाजिक क्षेत्रमा अगाडि बढिरहँदा म सानैदेखि एउटा अपरिचित मान्छे अन्यायमा पर्यो भने न्यायको लागि लड्ने एउटा महिला पनि हो। म एउटा सक्षम नेपाली नागरिक भन्छु आफूलाई र हामीले आफ्ना समस्या र आफूभित्र आएका चुनौतीहरूलाई सजिलै चाहिँ स्वीकार गरेर हामीले स्वीकारेर अगाडि बढ्नुपर्छ। मैले चाहिँ कहिले मेरो बुवाको लागि बाँधिदिनुपर्छ, मम्मीको लागि बाँधिदिनुपर्छ, मैले समाजको लागि बाँधिदिनुपर्छ, मलाई चाहिँ यो समाजले के भन्छ होला भन्ने होइन। मैले गरेको लिडरसिप,
मैले जुन ठाउँमा हात हालेको छु, जुन चाहिँ आफ्नो भविष्यको लागि चाहिँ म अगाडि बढिरहेको छु, त्यो चाहिँ जसले बाटो छिक्छन् त्यो मान्छे कहिले पनि आफ्नो होइन। तपाईँलाई ल्याएर त्यहाँ चुनौतीहरू दिने, तपाईँको चाहिँ खुट्टा काट्ने, चाहिँ तपाईँलाई हरेक कुरामा चाहिँ समस्याहरू सिर्जना गर्ने, त्यो कहिले पनि आफ्नो मान्छे होइन। त्यस्तो कुरालाई चिरेर र पछाडि फर्केर कहिले पनि नहेर्नुहोस्। तपाईँले भविष्य देखेर अगाडि बढ्नुभयो भने चाहिँ समय जसरी पनि म्यानेज गर्न सकिन्छ। त्यसको लागि म आफै पनि एउटा उदाहरणको पात्र हुँ। मैले काठमाडौँमा 2-2वटा बिजनेस गरिरहेको छु। म एउटा लम्कीमा धेरै दुःख स्ट्रगल गरेर पनि एउटा आफ्नो क्षमतालाई चाहिँ कन्भर्ट गर्दै एउटा सङ्घ संस्थाको माध्यमबाट अगाडि बढेँ। मलाई चाहिँ म लम्की जेसिसलाई एकदम अहिले पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु, जुन माटोले मलाई एउटा राष्ट्रसम्म चिनाएको छ। यो लम्कीको माटोले मैले एउटा जन्मथलो मेरो सुदूरपश्चिम टिकापुर भए पनि मैले कर्मथलो एउटा काठमाडौँलाई बनाइराखेको छु। त्यो मेरो एउटा रहर होइन, बाध्यता हो र विभिन्न जिम्मेवारी पुरा गर्दै म फेरि फर्किनेछु यहाँ। यो माटोले मलाई धेरै कुरा सिकायो, धेरै कुरा बुझायो र मलाई यति धेरै बलियो बनायो कि यो लम्कीचुवा नगरपालिका र यो क्षेत्रमा रहनुभएका विभिन्न सेक्टरमा काम गरिराख्नुभएका दाजुभाइ दिदीबहिनी, विभिन्न राजनीतिक क्षेत्रमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूले मलाई यसरी बलियो बनाइदिनु भयो कि मलाई अब कसरी फुटाएर फुट्न पनि म सक्दिनँ होला, फुटाएर पनि फुट्न सक्दिनँ होला। आज यो माटोले, लम्कीको माटोले मलाई एउटा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाएको छ। यसको लागि म एकदमै गर्व गर्छु र मेरा केही जिम्मेवारीहरू छन्, त्यो जिम्मेवारी पुरा गरेर म पक्कै पनि फर्किनेछु र म नेतृत्वमै अगाडि बढ्नेछु। मेरो बाँकी अब 5 वर्षपछिको मेरो एउटा ड्रिम भनेकै सामाजिक एउटा जीवन हो। म त्यो सामाजिक जीवनमा चाहिँ जुन आफूलाई समयलाई चाहिँ एकदमै म्यानेज गर्दै आफूले लिएको भोगेको जिम्मेवारी, दुःख कष्टलाई साइडमा राखेर पनि जुन खालको जिम्मेवारीहरू मैले निर्वाह गरेको छु, अझै पनि केही टाइम लाग्ने भएको छ र त्यो जिम्मेवारी निर्वाह गरेर पक्कै पनि म लम्कीमा फर्किनेछु, चाँडै फर्किनेछु। लम्कीमा आएर फेरि पनि हजुरले यहाँ दिदीबहिनीहरूका होइन पीडाहरूमा मलमहरू लगाउने काम चाहिँ गर्नुहुन्छ? पक्कै पनि। म काठमाडौँमा बसेर पनि लम्की क्षेत्रमा विभिन्न कामहरू गरिरहेको छु। अहिले पनि संस्था होस् या संगठन, मलाई कुनै पार्टीको झण्डा प्यारो लाग्दैन। कोही लम्की चुवा क्षेत्रको होस्, अल होल नेपालको होस्, कोही व्यक्ति, कोही परिवार दुःखमा डुबेको छ, समस्यामा डुबेको छ भने म पक्कै पनि राष्ट्रसम्म घचघच्याउन, आवाज उठाउन तयार छु, पक्कै पनि लड्न तयार छु, बोल्न तयार छु। मलाई यो सोसल मिडिया मार्फत म भन्न चाहन्छु, तपाईँहरूलाई केही समस्या पर्यो, तपाईँहरू अगाडि आएर भन्न सक्नुहुन्न, बोल्न सक्नुहुन्न भने पक्कै पनि ती आवाज सदनसम्म, म आफै पनि सदनमा जान सकेको छैन तर एउटा जाने सपना चाहिँ बोकेर हिँडेको छु र म त्यहाँसम्म ती आवाजहरू पुर्याउनेछु भन्न चाहन्छु सम्पूर्णलाई। अन्तिममा हाम्रो यो कार्यक्रम हेर्ने दर्शक श्रोताहरूलाई चाहिँ हाम्रो कविता चाहिँ के भन्न चाहनुहुन्छ? अन्तिममा चाहिँ यो छोटो समयमा म अहिले पनि अन्धयो थिएँ। तपाईँले कल गरेर जुन समय लिनुभयो, म हिजो मात्रै महेन्द्रनगर पुगेको थिएँ बुवालाई ल्याएर र महेन्द्रनगरबाट अत्तरियाबाट बुवालाई यता पठाएर मेरो नेपाल जेसिसको 3rd बोर्ड मिटिङ थियो। म धनगढी गएँ। धनगढीबाट चाहिँ म अहिले भर्खरै घर पनि पुगेको छैन र भोलि बिहान 9 बजे मेरो फ्लाइट टिकट छ काठमाडौँ फर्किनु पर्ने। र सोसल मिडिया मार्फत चाहिँ म सम्पूर्णलाई के चाहिँ भन्न चाहन्छु भने तपाईँहरूले देख्नुभएको सपना जुन एउटा अर्काको जीवन देख्दा हामीलाई यो जस्तो भइदिन पाए जस्तो लाग्छ, यो जस्तो मलाई मभन्दा माथिको मान्छे देख्दा अझ पनि म त्यो स्थानमा कसरी पुग्ने भनेर मैले त्यो सपना देख्छु। सपना देखेर मात्रै हुँदैन, सङ्घर्ष पनि गर्नुपर्छ, त्यति नै चुनौतीहरू पनि झेल्नुपर्छ र सकारात्मक पनि सोच्नुपर्छ। चुनौती सँगसँगै सकारात्मक पाटोले हेऱ्यौँ भने हामी जसरी पनि अगाडि बढ्छौँ र तपाईँहरू अगाडि बढ्दै गर्दा आफूले काम गरेका संस्था सङ्गठन एउटा परिवारको जिम्मेवारी निर्वाह गर्नु पनि त्यो पनि एउटा नेतृत्व हो। तपाईँहरूले कहिले पनि नहार्नुहोस् र नेगेटिभ कुराहरूलाई कहिले पनि प्राथमिकता नदिनुहोस्, पोजिटिभ कुराहरूलाई साथ दिनुहोस् र अगाडि बढ्नुहोस् भन्न चाहन्छु। र तपाईँले चाहिँ जुन टाइम दिनुभयो यो तपाईँको मिडिया मार्फत जुन मेरो भिडियो हेरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्णलाई अगाडि बढ्नका लागि आफ्नो हिम्मतलाई, आफ्नो चाहिँ आफूभित्र भएको क्षमतालाई चाहिँ सकारात्मक ढङ्गबाट अगाडि लिनुभयो भने तपाईँहरू पक्कै पनि सफल हुनेछ भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद बबिता। धन्यवाद मन्जु म्याम, तपाईँको पनि जुन समय दिएर मलाई आफ्नो मिडिया मार्फत जोड्नुभयो। तपाईँको यो मिडिया पनि धेरै माथि बढोस्, उन्नति प्रगति होस्, हामीले पनि ब्याक साइडबाट चाहिँ म्यामलाई सपोर्ट गर्न पाइयोस्, यसको लागि चाहिँ यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। यतिन्जेलसम्म सुन्नुभयो, साथ दिनुभयो, हेरेर एकदमै मन पराउनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको यो प्रोग्रामबाट म प्रस्तुता मन्जु भण्डारी पनि बिदा हुन्छु। नमस्कार।